हेलो एभ्रिवान, हामी चाहिँ आज बजार यसो घुम्न जाँदैछौँ दाजुभाइ साथीभाइहरूसँग। है हामी आज बजार चाहिँ यसो भिजिट गऱ्यौँ कि भनेर निस्केका हामी पनि बाहिर। यही हो बाटो चाहिँ, यही साथीहरू जानुपर्ने बाटो। चाहिँ लाइनको पुल स्टेसनहरू छ। साह्रै गजबको दामीको देखिन्छ। यति अल्गो घर छ अनि यता पनि जोडिएको छ लाइनको पुल स्टेसन। धेरै नै अप्ठ्यारो बाटो छ। यहाँ चाहिँ सानो हेर्नुहोस् है, पानी पनि रहेछ। यिनीहरूले सानो बजार आयौँ। यो मन्डे सानो बजार लाग्छ। यहाँ किनबेच, साधारण किनबेचहरू हुन्छ। सस्तोको सामानहरू पाइन्छ है त साथीहरू। यहाँ जेनेरेटर्स राखेर चलाउँ। धेरै नै राम्रो रहेछ यहाँ चाहिँ। मलाई यो केटीहरू यस्तो हुन्छ नि यहाँ। चाहिँ यस्तो पसलहरू छ, भित्र कपडाहरू छ। यो 10 रिङ्गेट पर्दो रहेछ एउटा पेनको। एउटा भेस्टको 5 रुपियाँ पर्दो रहेछ। यो अर्को ज्याकेटको 10 रुपियाँ पर्दो रहेछ। सिरानीहरू किनबेच भइरहेछ। यो चाहिँ यो पसलको व्यापारी हो, राम्रो चिन्छ मलाई यो मान्छे, तर बिजी रहेछ। अब यहाँ चाहिँ सागसब्जीको लाइन छ। लालचन्डी देख्छ यहाँ चाहिँ। यहाँ रातो साग, धनियाँहरू, डट्टे साग, भेन्डी, बैगुन, करेला, मुला, गाजर, कोला पनि बिक्री हुँदो रहेछ सब्जी खाने। टमाटर, खोर्सानी, प्याज। यो चाहिँ सब्जी लाइन भयो। यो कोरियन साग रहेछ यहाँनिर। लौका छान्दैछ। धेरै राम्रो व्यापार हुने यहाँ पनि। यस्तो भयो। अब यहाँ देखाउन चाहन्छु तपाईँहरूलाई। यो चाहिँ आँप भयो। किरा रहेछ यहाँ राम्रो। यो ड्रागन फ्रुट, यो अम्बक, यो स्याउ। यो हाम्रो भाइले चाहिँ अमृत किन्नु छ। यो स्याउ स्याउको लागि पाइनएप्पल लाने कि एउटा एकछिनमा लाने। मैले त पैसा बोक्नु मसँग छैन। के किन्नु यहाँ चाहिँ साइकल राख्ने ठाउँ छ। यो एउटा कम्पनी हो। यो चाहिँ माछा पसल। हाई काका। यहाँ चाहिँ फिस समुद्रको
भिडियो बोले काका यहाँ चाहिँ मुङ्ग्री माछा रहेछ यहाँ आयाम पनि रहेछ आयाम कुखुरा यो ठुलो माछा रहेछ यहाँ काटेको यो तयारी माछा रहेछ यहाँ पङ्कुस पनि रहेछ माछाहरू अब खानेकुराको लाइन चाहिँ उहाँ रहेछ यहाँ चाहिँ पर्करहरू पाउँछ आइफोन भए राम्रो हुन्थ्यो अब के गर्नु त्यस्तै छ सानो बजार यो चाहिँ टावर भाइले किनिसकेछ हाई भन्दैौ न भाइ हामी चाहिँ फाइनली रुममै पुग्यौँ रात पनि परिसकेछ अब कस्तो लाग्यो हाम्रो भ्लग सल्लाह सुझाव दिनु होला कमेन्ट गर्नु होला है त साथीहरू फाइनली हामी चाहिँ आइपुग्यौँ है त रुम बाई साथीहरू बजार घुम्यो आइयो